आज म बनाउँदैछु मिठो सोयाबिनको अचार। सुरुमा भिजाएर राखेको सोयाबिनलाई मसिनो मसिनो टुक्रा हुने गरी काट्ने। मैले यहाँ आधा प्याजलाई पनि काटेर लिएको छु। अब सोयाबिनलाई तेलमा एकछिन फ्राई गर्नुपर्ने हुन्छ। यतिको ब्राउन भइसके पछाडि अब यो अचारको लागि रेडी हुन्छ। मैले एउटा भाँडामा राख्दैछु। मैले यहाँ उसिनेको 2वटा टमाटरलाई पनि राख्दैछु। यसरी माथिको बोक्रा फाल्दिने। सोयाबिनको माथिबाट राखे प्याज, काटेको 3वटा हरियो खुर्सानी, उसिनेको 2वटा टमाटरलाई पनि राखे। अब यसको माथिबाट आलसको धुलोलाई पनि राख्दैछु म, माथिबाट स्वाद अनुसार नुन। अब यसलाई एकैछिन मोल्नु पर्ने हुन्छ। यो यतिको मोलिसके पछाडि अब म यसलाई झान्नको लागि फ्राई प्यान बसालेर थोरै तेल पनि राखे। तेल तातिसके पछाडि माथिबाट राखे मेथी, थोरै टिमुरलाई पनि लिएको छु मैले यहाँ हरियो लसुनको पत्तालाई पनि लिएको छु। एकैछिन चलाइदिने यसलाई। अब यसको माथिबाट राख्दैछु बेसार। अब यसलाई यसको माथिबाट झानिदिने। सबैतिर तेल बेसार लाग्ने गरी चलाइसके पछाडि अब यो खानको लागि तयार हुन्छ। भिडियो मन परे सब्स्क्राइब गर्न नभुल्नु होला है। माथिबाट थोरै कागती निचुरेर अलि अमिलो खान सकिन्छ। थ्यांक यू।